हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। सबैजना स्वागत छ सबैजनालाई। सो आजको फाइनली भ्लग चाहिँ के छ भने सो फेरि पनि दुःखद खबर छ है हाम्रो लागि यार गाइस हैन। पुरा हैन फेरि यार पानी भरेर हाम्रो चाहिँ हैन सेकेन्ड राउन्ड भइरहेछ यार। पहिलाको 5 दिन खराब भयो, काता लाग्यो यार झम्मै हैन। आज चाहिँ फेरि यस्तो छ। सो हैन अब चाहिँ काम चाहिँ आज ठिकै चलिरहेछ हैन। आज चाहिँ मौसम तर हैन यस्तै गरिरहेछ। राम्रो भयो भने चाहिँ हाम्रो राति र भोलि नआयो भने चाहिँ काम चल्छ होला यार। भोलिदेखि चाहिँ अब भन्न सकिन्न। रातभरि पानी आयो भने त गाह्रै छ। सो हैन यस्तै छ हो, पर्दैछ जिन्दगी यार। के गर्ने हैन गाइस, यस्तै हो, यस्तो छ हैन। अब हुन त अब राम्रो ठाउँमा काम भयो हुन्थ्यो क्या हैन। अब पुरा हैन खेतको बिचमै छ। अब खेतको बिचमा भनेपछि त पानी त भरिने भयो। अब बर्खा पनि लाग्दैछ हैन। त्यसपछि हाम्रो चाहिँ गाडीहरू त आइरहेछ हल्का हल्का। त्यसपछि हामी चाहिँ हैन यस्तो गाडी गइरहेछ हैन मस्त। हो यता झन् पुरै पानी आइसकेको छ। उता ग्राउन्डमा चाहिँ खासै छैन। यता चाहिँ आइसकेको छ। यता चाहिँ आयो 1 नम्बरमा चाहिँ पानी पसिसकेको छ। यतातिर चाहिँ हल्का आइरहेछ। अब रातभरि पानीमा चाहिँ हाम्रो ठिक्क भरिन्छ होला। त्यसपछि हैन अब देख्न सक्नुहुन्छ हैन यस्तो छ हैन। छाप चाहिँ पुरा हैन बिचमा छ क्या पुरा पानीको हैन। त्यही भएर अब छिटो भरिहाल्छ क्या पानी चाहिँ। यतातिर चाहिँ अब मौसम झट्टै आयो भने चाहिँ हाम्रो चाहिँ मेन कुरा चाहिँ यहाँ आउँछ कि यहाँ फुटेको छ हैन। यहाँदेखि चाहिँ टक्क पारेर अब यहीँबाट आउँछ। अनि यहाँबाट अब यहाँबाट आयो भने यता भरिसक्यो भने चाहिँ यहीँबाट आउँछ। हाम्रो चाहिँ यतातिर जान्छ क्या, यतातिर जान्छ हैन। अब हामी घर जाने सोचेको छ। अब टिकट ल्याइसक्यो। अब यस्तो हालत छ। आइरहेछ यस्तो हालत छ हैन। अब पैसा चाहिँ त्यस्तै हो। बर्खा लाग्यो गाइस, बर्खा काले क्लाक्स। त्यसपछि हाम्रो चाहिँ हैन यस्तै छ। अब पहिला चाहिँ होचो थियो। त्यसपछि हाम्रो चाहिँ हैन अब यहाँ होचो थियो पहिला। त्यही भएर यहाँ पहिला पनि आउँदैन पानी माटो भरेको। त्यसपछि माटो भरेपछि हाम्रो किचन पनि सारेको छ। किचन यहाँ त अहिले चाहिँ औल बना पहिला पनि सकेको थियो हैन। अब त्यसपछि यो चाहिँ भित्रको हो। बड्डा त्यसपछि हाम्रो चाहिँ काउन्टर हो यो। चाहिँ त्यस्तो हो हैन। काम चाहिँ हाम्रो भोलि गाइस हैन। यता चाहिँ यता चाहिँ परोठा हाल्ने ठाउँ यतातिर छ। टक्क पानी भरेर मजा आउँछ हैन। केटाहरू चाहिँ मोबाइल हेर्दै हैन बसेको छ। कोहीले काम गर्दै गाह्रो छ गाइस हैन। पैसा कमाउन यार। सो गाइस हैन। त्यसपछि यो चाहिँ मेरो हैन। म चाहिँ यो किचनमा काम गर्छु। म चाहिँ हरेक आइटमहरू हाल्छु हैन। आज काम पनि बिहान ठिकै चल्यो। आज चाहिँ हैन यस्तो देखाउँछु माछाहरू रेडी छ हैन। यो चाहिँ चिकन हो, बोइल गरेर राखेको। अब अर्डर आएपछि हाल्ने हो। यस्तै हो गाइस हैन। किनभने जिन्दगीमा सबै ठुलो पैसै रहेछ नि त गाइस हैन। ल त गाइस सबैले माया गर्नु होला मेरो भिडियोमा, सबैले सब्स्क्राइब गर्नु। हेलो गाइस, गुड मर्निङ एभ्रिवान। सबैजना सन्चै आएर आज हो चाहिँ बप्पा जान्छ यार। सुबेश हैन भर्खर उठ्याए हैन। साला के भएको छ पानी देख्न सक्नुहुन्छ। ए भगवान् फेरि पनि यार दुःखद छ यार हाम्रो जिन्दगी चाहिँ हैन। राति सुत्दाखेरि यार पानी खास छैन थियो। बिहान उठ्दाखेरि यस्तो आम्बो हैन। हामी चाहिँ पारि चाय खान जानु लाग्यो। अब काम चाहिँ अब छ न त काम चल्छ चल्दैन थाहा छैन। अब चाहिँ पारि चाय खान जानु लाग्यो। आज यता आइरहन् देख्न सक्नुहुन्छ गाइस हैन। बस किन राम्रो छ यार ड्युटी चाहिँ लाग्नु हैन। अब यस्तै छ हौ जिन्दगी केरलाको हैन। जस्तो चाहिँ हामी चाहिँ हैन अब चाय खान जाने हो। चाय खान जानलाई चाहिँ रेडी छ हैन, गइरहेको छ चाहिँ पानीमा। त्यसपछि हैन यस्तो छ बिजोग छ है गाइस। हिँड्ने चाहिँ यस्तो हो क्या हैन। हामी चाहिँ यहाँ पनि भरेछ है।
बप्पार पनि भरिरहेको छ यतातिर पारि जानु पुरै होइन गाह्रो छ हौ जिन्दगी लग्यो सबैजना सोध्छ होला फेरि होइन के गर्ने आज पारितिर चाहिँ खाँदैन अनि घुम्नु पऱ्यो अनि खान ಏನಂದ್ರೆ ಸುಗಮನ ಬ್ಯಾಂಕರ್ ಬೆಲ್ಲ ತರ यो चाहिँ हामीसँग काम गर्ने आन्टी हो काममा आइसकेछ यो पनि पानी भरेर चाहिँ यार यिनीहरू पनि आइरहेको छ होइन अब त्यहाँको यस्तो छ कि होइन बिजोक रमाइलो छ हौ बिजोक रमाइलो केरलामा यसरी हिँड्छन् केटाहरू रमाइलो छ क्या अब के गर्नु काम साम छैन अब हिँड्ने हो खाने हो होइन गाह्रो छ जिन्दगी यार यस्तो छ कि होइन अब यता त छैन फेरि होइन यो बाटोमा चाहिँ यो होइन छ हामी यतातिर आइसकेको छ बाटोको दिगमा होइन दिगमा आएपछि अब साँझ त आइहाल्छ कि आज चाहिँ गर्नै भइन्छ होला अब के गर्ने यार होइन बिजोक रमाइलो हुन्छ पहिला एक हप्ता बसेको अब फेरि पनि पानी भरि यार होइन अब यस्तै हो गाइज जिन्दगी देख्न सक्नुहुन्छ होइन बिहान अब जस्तै यस्तो फेस पनि के भएको छ कि होइन अन्त मोबाइल गडिलो भयो क्यामेरा पनि राम्रो होला होइन यस्तै छ हौ 8,000को मोबाइल त होइन अब धनी बाउको छोरो भएको भयो आइफोन लिइहाल्थ्यो होला हौ होइन अब के आफू त गरिबको छोरो होइन अब आफै कमाउने हो आफै रमाउने हो होइन सो हामी चाहिँ जे छ त्यहीमा खुसी हुन सक्नुपर्छ होइन जिन्दगीमा अरू घोडा चढ्यो भनेर आफू धुरी चढ्नु पनि भएन नि त होइन अब आफ्नो घर परिस्थिति कस्तो छ त्यो पनि हेर्नुपर्छ सबैले होइन अब यस्तै हो गाइज होइन अब हामी चाहिँ अब चाय खाने ठाउँमा जान लाग्छौँ आइपुग्नु आयो ल हामी चाहिँ होइन अब चाय खाने ठाउँमा टक्क जाने हो त्यो चाहिँ होइन यस्तो छ यतातिर केटाहरू हिँड्दा चाहिँ लङ होइन यस्तो चाहिँ होइन बोट चढ्नुपर्छ क्या अब ट्याक्क पानी भएर होइन छुट्टी भएपछि पनि बोट चढ्नुपर्छ केटा बोट चढ्नुपर्छ है ल भयो यो चाहिँ हाम्रो तारावाला बड्ड हो यो चाहिँ होइन चाय खाना आएको ल हामी पनि फेरि अब आइसक्यो फाइनली होइन अब हामी चाहिँ हाम्रो यता झन् पुरै पानी भरेको छ होइन होइन फेरि यस्तो हजार भर्स चाहिँ पानी भरेको छैन अब दोकान खुल्ला छ कि छैन हेर्नुपर्छ अब दोकान खुल्ला भए ल हाम्रो दोकान चाहिँ खुल्ला रहेछ गाह्रो छ रेस्टुरेन्ट होइन आम्बो हो है कहाँबाट हो बटा यार ल केटाहरू रमाइलो छ है केटा ल हिजो फाइनली आइपुग्यो फाइनली केटा हो फाइनली भनेर केरा खाने हो क्या के खाने चाय खाने केरा फाइनली हामी चाहिँ दोकान आइसक्यो अब चाय खाने चाय ल एकदमै फेरि भेट्यो फाइनली हाम्रो चाय आइसक्यो होइन हामी चाय एकदमै गाय छैन चाय चाहिँ अब भएछ है आम्मा चाय खाने भन्दा होइन अब काम छुट्टी छ होइन अब त्यस्तै हो टक्क होइन के गर्ने अरू काम छैन अब भिडियो रमाइली यस्तै मोटा सिजन केटाहरूले
मोटा भन्छ अन्डा भन्न नेपालीको अन्डा अन्डा अब मोटा अन्डै भनौँ होइन अब हामी चाहिँ चाय खानुपर्छ होइन एकलाई हालेर फङ्गल गरिदिनु केटाहरू 7 रखेगा तो मालूम पड़ेगा इधर खाना खाना जा रहे इधर से आओ मत गाय चाहिँ हामी चाहिँ यसो अहिले फेरि जाँदाखेरि मिल्छ गाय चाहिँ फाइनली गाय चाहिँ चाय खाइसक्यो हामी चाहिँ होइन अब जान लाग्यो आमा होइन कस्तो अरे होइन त्यो दुध र जुसको लागि हो चट्ट भएर साप मरेको छ होइन बाटोमा यस्तो छ होइन आमा पानी परिरहेको छ है गाय चाहिँ अब चाय पनि खाइयो अब के गर्ने अब भिज्दै जाने हो होइन केटा हो है केटा हो के छ त हालखबर कति मिनट थियो मेरो त्यो त मिठो हुनु होला क्या अभी हम लोग बच्चे हैं यार फाइनली होइन अब आमा पानी परिरहेको छ हो गाई ए भगवान् झन् पानी नपरोस् घाम लागोस् भन्ने त हे भगवान् यहाँ झन् पानी बारी गोराम गोराम भनेर मकै बारी गोराम गोराम हो जाएगा रे ऐसे तो क्या करेगा भाई अब घर जाने के लिए कुछ दिन है क्या करेगा यार अभी पानी पूरा आ रहा है यार लेकिन केरला में मकै तो नहीं है नारियल बारी गोराम गोराम हो जाएगा ऐसा लगता है मुझे कभी मकै बारी गोराम गोराम ऐसे ऐसे रमाइलो है हमारा क्या करेगा यार अब दुख हो के भी क्या होगा है ना दुःख भयो भने के गर्नु त गाय चाहिँ सुख के खाने हिँड्ने होइन रमाइलो यस्तो छ होइन हाम्रो चाहिँ सो होइन देखाउनुहुन्छ यार फाइनल्ली चाय साय खाएर टक्क होइन फेरि फर्किसक्यो पानी पनि आइरहेको छ हल्का गएर फेरि अब डिस्टर्ब गर्नुपर्छ होइन काम चल्यो भने बस्ने हो नत्र भने चाहिँ हिँड्ने खाने हो सुत्ने हो अब गेम खेल्ने हो गाइड चाहिँ होइन म चाहिँ हिजो पिसी मगाउनु